तापक्रमबाट गेडा साडा पाक्यो अनि गेडा बाहिर निक्ल्यो गेडा जुग्यो अनि गेडा नै निक्ल्यो धेरै तातो भएर गेडा ओखो बरै नि तापक्रम बढ्यो फुट्नसम्म फुट्यो बाहिर निस्क्यो रे कठै बिचरा तपाईको त छैन होला है कसरी निस्क्यो तापक्रम पनि धेरै छ 100 हुँदा पनि हाम्रो त फुट्दैन है तपाईको कसरी फुट्यो बाहिर निस्क्यो कठै बिचरा सामाजिक सञ्जालमा आएर जे पाए त्यही बोलेको छ केही न केही त यहाँ भएको छ नत्र यसरी त नबोल्नु पर्ने हाम्रो दिदी बहिनीहरूलाई के भएको होला एकचोटि धामी झाङ्री गराउनु पर्यो क्या हाम्रो नेपालको केपी ओलीज्यूले अरू केही गर्न नसके पनि हाम्रो नेपालको बहिनीहरूलाई अब के गरेर बोल्नुपर्छ भन्ने एउटा ट्युसन सेन्टर खोलिदिएको भए नि हुन्थे कति बिचरा यस्तो त सुन्न नपर्ने स्कुल डाउन गर्नुहोस् त साथीहरू